शेफ हाम्रो किचन भाइले त भर्खरै सिक्कल हान्यो त। फेरि सिक्कल हान्यो। जाऊ त सिङ्कमा कति भाँडा छ हेरेर आऊ। भाँडा हेर्ने। हस् शेफ भाँडा त वहाँदेखि वहाँसम्म छ त। त्यति धेरै छ? तिमीहरू दुईजना मध्ये कसलाई राम्रोसँग भाँडा माझ्न आउँछ? भाँडा माझ्ने। शेफ मेरो त पुरानो काममा भाँडा हान्दा कम्प्लेन आएको आइ गर्थ्यो, मलाई त भाँडा माझ्नै आउँदैन नि शेफ। तिमीलाई आउँदैन? चिन्ता नगर न शेफ, म सिकाइहाल्छु नि। आउँदैन भने म आज तिमीलाई नै सिकाउँछु। होइन होला। शेफ सबै भाँडा सक्यौ? माझे शेफ, यहाँदेखि वहाँसम्म सबै भ्याइदिए शेफ। आज राति क्यानोपी पनि हामीले मजाले सफा गर्नुपर्छ है त। शेफ क्यानोपी त म एकैछिनमा चम्काइदिन्छु। भाइलाई आउँदैन, यो काम चाहिँ भाइलाई नै सिकाउनु पर्छ शेफ। हरामी हो बेटा। क्यानोपी तिमीलाई मजाले सफा गर्न आउँछ शेफ? क्यानोपी चाहिँ एकदमै तातो र डेन्जरस हुन्छ शेफ, त्यही भएर यो काम तिमीले नै गर है त। मेरो कर्म किन यस्तो होला है? शेफ बाहिर त टोइलेट फोहोर भयो भनेर कस्टमरले कम्प्लेन गराएकै छ रे। टोइलेट फोहोर भयो? शेफ आउँछ भनौ कि आउँदैन भनौ?